हेलो नमस्कार साथीहरू। आज हामी च्याउ खोज्नलाई जङ्गलमा आएको। च्याउ स्याउ छैन। उफ साथी उहाँ के हो र? मान्छे मान्छे त मान्छे जङ्गलमा त मान्छे त हुन्छ नि। म त अरू थोकै देखिस् कि भनेर। उफ हिँड्दा हिँड्दा थकै जो लागिसक्यो। हामी त केही पनि भेट्टाउन्नौँ हौ। थकै नलागिसक्यो। यस्तोमा भेटिन्छ भन्छन् च्याउ। हत्तेरिका त दिमाग खराब भइसक्यो। कहाँ आइसक्यो तर पनि भेटिँदैन च्याउ। उफ एउटा झोलामा यति लिन्ठिङ लिएर हिँडेको त्यसले। त्यति मात्रै हो गाई च्याउ भेटाएको। त्यही पनि उसले हो र दुईजना मिलेर। हामी दुईजनाले भेटाएको है गाइज। त्यो थाकिसक्यो यार त्यत्रो बाटो हिँड्दा माई गड यस्तो गाह्रो हुँदो रहेछ गाइजहरू। हेर्नुहोस् हालत कस्तो भयो। मेरो चक्कर नै लागिसक्यो। चक्कर नै लाउन लागिसक्यो के हिँड्दा उहाँ पुगिसकेको थियो। म भेटाउन सकेकै छैन के। उफ थकै पनि लागिसक्यो। थाकेर बसेको अवस्था गाइजहरू यस्तो छ। हामी त टावरतिर आइपुगेछ यार। कता जाने यस्तै च्याउ हाम्रो च्याउ भगवान्। हाम्रो च्याउ हो गाइज। यस्तो छ हाम्रो च्याउ। पकाएर खाएर गु बनाउँछ। अहिले चाहिँ चुम्मा गरेर बसी। हाम्रो जङ्गलहरू यस्तो हाम्रो जङ्गल। यो हाम्रो जङ्गल हेर्नुहोस्। कहाँबाट झर्ने भन्छ यार। यत्रो च्याउ कसैले देखेको थियो? मेरो बाबु